हेलो एभ्रिवान गुड मर्निङ छ सबैजनालाई। आज फेरि म तपाईँहरूको समक्षमा आइरहेको छु भिडियो बनाउँदै र गाउँघरको दृश्य देखाउँदै। यहाँ हेर्नु सक्नुहुन्छ म माथि चढिरहेको छु टेरेसमा र म चाहिँ गइरहेको छु गर्नु आज के भन्दा गाइस बिहानै उठिरहेको छु होइन, बिहानको दृश्य देखाइरहेको छु। यहाँबाट हेर्नुहोस् मकै गोड्ने काम आज हाम्रो चालु हुनेछ। एकजना गोडिरहेको छ मेरो बुढीले। यो मकै चाहिँ हाम्रो बारीमा लगाएको। अब यसलाई चाहिँ हामी फरुवाले गोड्नुपर्छ। यतापट्टि पनि मकै नै छ, यता भाउजू घर भयो होइन, यता हाम्रो घर भयो पर मूल घर। र म चाहिँ अब मकै गोड्नु गइरहेको छु गाइस। मकै चाहिँ कसरी गोडिन्छ गाउँघरमा भनेर आज तपाईँलाई देखाउने छु। र आज हामी मकै गोड्न गइरहेको छौँ। यता आमाले ग्वालीबाट गोबर सोरिरहेको छ, यता चाहिँ बुहारी हजुरले चाहिँ मकै गोडिरहेको छ। र आज म पनि अब यो मकैलाई हामीले फरुवाले खनेर सबै गोड्नुपर्छ। गोडेर चाहिँ यो जति पनि जङ्गलहरू छ यो जङ्गललाई चाहिँ फरुवाले खन्दै निकालिदिनुपर्छ गाइस है। ल त गाउँघरको भिडियो यस्तो छ। तपाईँलाई गाउँघरको भिडियो मनपर्छ भने लाइक गरिदिनुहोस् मेरो भिडियोलाई र कमेन्टमा सेयर पनि गरिदिनुहोस्। सजिलो हजुर बोडी हो, त्यसरी गर्नु पर्दो रहेछ। हेर्नुहोस् है, मलाई सिकाउँदैछन् आमाले। त्यो मकैलाई चाहिँ उखाल्नु हुँदैन, बाक्लो भएको जग्गालाई चाहिँ मकैले उखालेर फ्याँक्नु पर्यो। मकै त्यही त मकै चाहिँ उखाल्नु भएन। जहाँ जहाँ मकैको बिचमा झ्यार छ झ्यारलाई उखाल्नु पर्छ। यसरी गर्नुपर्छ है गाइस मकै चाहिँ गाउँघरमा है। हेरिराख्नु होला है, सिकाइरहेछ मलाई त आमाले। त्यति साह्रो त मलाई आउँदैन, कोसिस गर्छु म जति सक्दो। यो डल्लै हामीलाई सक्नुलाई कमसेकम लाग्छ होला 2 घन्टा। फडा कोल्टे गर्दै गर्नुपर्छ भन्दैछ हो। ल है हेर्दै गर्नुहोस् है त लास्टसम्म भिडियोलाई। यता गाइसहरूले गर्दैछ अब यस्तो छ। र यो हाम्रो बारी यति मात्रै लाग्छ मकै, उता चाहिँ बारीमा चाहिँ ब्ल्याङ्क छ, जमिन लगाएको छैन। बिहानको समय छ, यति बेला 6, साढे 6, 7 बजिरहेको छ होला सायद। गरिसकेको थाकेर लद्दु भयो गाइस। हेर्नु पसिन त पसिन। यो सब काम तमाम भोलि यो सारा फिनिस हुन्छ। आज चाहिँ हामीले यति गऱ्यौँ आधी, यसले सकेको छैन उसको पाटा। मेलो निकाल्नु सकेको छैन बिचारी, थाकी छिन्।
थाक्यो कि थाकेन हेर्नुहोस् गाइस ठेला उठिन्जेलसम्म काम गरी हुँदैछ हेर्नु ठेला यस्तो हुन्छ ल ठेला चाहिँ गाउँभरमा चाहिँ काम गऱ्यो भने चाहिँ ल यसरी चाहिँ यो कोदालो चाहिँ खन्नुपर्छ हातमा पक्रेर यस्तो प्रकारले दिनुपर्छ नि त किन ठेला उठ्दैन सोचेको थियौँ हामीले भोलि गर्ने भनेर फेरि डिसाइड भयो कि जुन काम थालिसकेपछि सक्नुपर्छ फेरि अन्त हामीले अब यति चाहिँ बाँकी रहेको यहाँदेखि लिएर सबै सकिसकेछौँ र यति गाइस अहिले चाहिँ हाम्रो रेस्ट भइरहेछ पानी पिउने टाइम यो चाहिँ हामी पानी पिउँदै बसिरहेको छौँ सक्यो हामीले अलमोस्ट हामीले सकिसकेको छौँ ल गाइस हामीले फाइनली फिनिस्ड गरेर छाड्यौँ काम साँचेर राख्नु हुँदैन यति नाथे गरिहाल्नुपर्छ थालेको भएर हात लगाएकै त सकिहाल्ने विचारले फेरि हामीले थालेको थियौँ र फाइनली हामीले गरिसक्यौँ गाइस यहाँ हेर्नुहोस् वहाँदेखिको लिएर यहाँसम्म पुरा खुट्टी हामीले मकै गोडिसक्यौँ यहाँ थाक्यो पुरा थाक्यो कस्तो लाग्यो त तोरीबारीमा आएर मकै गोड्नु अलिकति दर्शकबिनहरूलाई अडियन्सहरूलाई सजेस्ट गर्नु चाहन्छु कि चाहँदैनौ कि गाउँघरको काम गरेकै हो नि त नगरेको छोरी चेलीहरू यहाँ बुहारी भएर आयो भने चाहिँ साह्रो पर्छ नि गर्ने त्यस्तोमा हैन यहाँनिर कहाँ त्यस्तो भक्कु खटिरहनु पर्छ र त्यति त रोपेको छ नि आमा यही एक खुट्टी मात्रै रोपेको थिएछ नि त अब हेर्नु नि यहाँनिर मकै बारी पनि कसरी लगाएको छ हाम्रो आमाले जति पनि उहाँले लगाउनु भएको पुरानो साडीहरू छ सबै खोदालेर चाहिँ यहाँनिर बार दिइरहेको छ फर्स्ट किनेको साडी उयो रहेछ त्यहाँबाट पहेँलो त्यहाँबाट कालो यो त थाहा छ मलाई यो साडी लगाएको आमालाई कालो त्यहाँबाट यो कुन चाहिँ कलरको कहिलेको एउटा निलो रातो बहुत सालदेखिको कति सालदेखिको जमाएर राखेको साडीहरू चाहिँ आमाले चाहिँ यसरी बार लगाएर राखेको छ त्यो पनि मकैबारी बार्नुलाई अब यो मकैबारी यो साडीले चाहिँ के चाहिँ थाम्छ होला कुन चाहिँ जनावर चाहिँ आउनु सक्दैन होला बस कुखुराहरू चाहिँ थाम्छ बाँकी चारखुट्टे जनावर त के होइन नि त यो बारलाई त ल त गाइस है आजको मेरो ब्लग्स यहाँनिर टुङ्गिरहेको छ